मेरो बुवालाई चाहिँ आज फेरि खसीको टाउको खानु मन लाग्यो रे अनि बनाइदिनु भनेर भन्नुभयो। अनि अब मैले नबनाउने त कुरै भएन, मेरो बुवा र मम्मीलाई खानु मन लागिसकेपछि त। अनि अब व्रत बसे पनि भगवान्सँग माफी माग्दै म चाहिँ टाउको बनाउनुतर्फ लागेँ है त। त्यो पनि खसीको। अनि तेल तताएँ, तेलमा मैले प्याज, तेजपत्ता अनि मेथी पड्काएर अब म मजाले मासु हाल्दैछु। अनि यो खसीको मासु भनेपछि चाहिँ फेरि मेरो बुवाको एकदमै फेभरेट हो कि, एकदमै मन पराउनुहुन्छ। अनि त्यो माथि झन् मैले बनाएर दिएपछि त झन् मन पराउनुहुन्छ कि। अनि मासु ल्याउने बित्तिकै खसीको चाहिँ खालि मलाई नै बनाइदिनु भन्नुहुन्छ। अनि मैले चाहिँ अब मेरो बुवाले भनिसकेपछि चाहिँ अनि म बनाइदिन्छु। व्रत भए पनि जे भए पनि भगवान्लाई माफी माग्दै अनि मैले चाहिँ आज कुकरमा बनाएको। अनि यो पसलमा बनाइरहेको थिएँ, अनि त्यही भएर भिडियो चाहिँ अलि धमिलो आएछ, किनभने त्यहाँको अलि लाइट कम छ त। अनि हेर्नुहोस् न, त्यही माथि कुकरमा बनाउँदाखेरि धुवा सबै एकरो आउने के मासतिर। अनि त्यही भएर भिडियो त्यो क्यामेरामा सब भाप परेर कस्तो धमिलो धमिलो आएको। तैपनि मेरो साथीहरूले चाहिँ एकदमै मिलाएर भिडियो हेरिदिनु होला। अनि लाइक कमेन्ट फलो पनि गर्नु होला है त साथीहरू। अनि मैले चाहिँ अब टाउको मजाले भुटिसकेपछि त्यसमा मसला राखेँ, पिनेको गरम मसला पनि राखिदिएँ, टमाटर पनि राखिदिएँ, धुलो मसला धुलो खुर्सानी पनि थोरै थोरै राखिदिएँ। हेर्नु त। अनि मजाले यसलाई चाहिँ साइ साइ पारेर भुटिसकेपछि चाहिँ यसको मसला पाकेपछि अब मैले कति झोल खाने त्यही अनुसारले पानी राखिदिएँ। पानी राखेर फेरि एकचोटि मजाले चलाइसकेपछि चाहिँ अब यसलाई म बन्द गरेर सिटी लगाइदिन्छु। अनि अलि मजाले गलेकै राम्रो हुन्छ नि त खसीको मासु त। अनि मजाले 3-4 सिटी लगाइदिएँ, उगारेँ, टाउको पनि पाक्यो। अनि लास्टमा धनियाँ पत्ता नि राखिदिएँ। रेडी भयो। कस्तो बास्ना आएको भनिरहनु भएको थियो कि सब